राष्ट्रिय स्वतन्त्र पार्टी फेरि विवादमा सहमहामन्त्री सुमना श्रेष्ठ राजीनामा। नमस्कार, तपाईँ हेरिरहनु भएको छ श्रमिक संसार। म तपाईँको साथमा पविता बस्नेत। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भित्र पूर्ण एकपटक खैलाबैला मचिएको छ। पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले आज पदबाट राजीनामा दिएकी छन्। रासोपा अध्यक्ष रवि लामिछाने पार्टीमा पुनः फर्किएको सोही दिन श्रेष्ठले राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छन्। रासोपाका एक नेताका अनुसार श्रेष्ठले पहिले नै राजीनामा दिने तयारी गरेकी थिइन्, तर रवि लामिछाने हिरासतमा भएकाले रोकिएको बताएकी थिइन्। यद्यपि श्रेष्ठले अहिले सार्वजनिक रूपमा केही भनेकी छैनन्। उनले केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने बताएकी छिन्। एक व्यक्ति एक पदको नीति संसदमा केन्द्रित हुनुपर्ने कारण बोली र व्यवहारमा एकरूपता आवश्यक। श्रेष्ठ निकट स्रोतका अनुसार उहाँले पदमा टाँसिएर बस्नुको औचित्य छैन भन्ने ठान्नुहुन्छ। पार्टीभित्र पुस्तान्तरणको बहस गर्नुपर्छ भन्ने उहाँको धारणा छ। यसबीच रासोपाले आजकै लागि केन्द्रीय समिति बैठक बोलाएको छ। रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि पार्टीमा चुलिँदै गएको विवाद अहिले अझ गहिरो बन्न थालेको देखिन्छ। अब हेर्न बाँकी छ के सुमना श्रेष्ठको राजीनामाले पार्टीभित्र नयाँ बहस ल्याउनेछ। तपाईको विचार के छ? कमेन्टमा लेख्न नबिर्सिनुहोस्। श्रमिक संसार, सत्य र समयको आवाज। श्रमिक संसार, सत्य समयको आवाज। यदि तपाईलाई यो समाचार उपयोग लाग्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला।